जय मसी सेवा ल है म चाहिँ किचन छिरिसकेको छु अनि म काटकुट पनि गर्न थालिसकेको छु है। आज चाहिँ हाम्रो घरमा पाहुना आउँदै हुनुहुन्छ, छ्यामा र काका। अनि काटकुट गरिसकेपछि मलाई भोक लाग्यो अनि म खाँदैछु, एभोकाडो पनि खाँदै काम पनि गर्दैछु। अनि मम्मी चाहिँ बाहिरको काम गर्दै हुनुहुन्थ्यो, उहाँ म काटकुटभित्र गर्दै थिएँ नि त। अनि मम्मी पनि भित्र पस्नुभयो, बाबाले चाहिँ भाले टाल्नुभयो। अनि मम्मीले आज चाहिँ भालेको सुप, कुखुराको सुप चाहिँ बनाउन लाग्नु भएको छ। अनि विशेष चाहिँ मेरो बुढालाई चाहिँ ढिलो हुन्छ नि त, बिहानको खाना खाएर स्कुल जानुपर्ने हुन्छ। त्यही भएर चाहिँ मम्मीले पनि मलाई पकाउनलाई यहाँ सघाउँदै हुनुहुन्छ। उहाँले सुप बनाउनु लाग्नु भएको छ। अनि उहाँले पकाउनु भएको लोकल कुखुराको सुप चाहिँ मेरो पनि सबैभन्दा बेस्ट हो, मलाई पनि सबैभन्दा मन परेको। मम्मीले त पकाउन सुरु गरिसक्नु भयो साथीहरू। उहाँले तेल लगाउनु भयो, त्यसपछि पड्काउने मसला, मिक्स मसला हुन्छ नि हो, त्यो उहाँले पड्काइसक्नु भएको छ। अनि प्याज पनि उहाँले मजाले भुट्नु भएको छ। भुटिसक्नु भए पछाडि चाहिँ उहाँले लगाउँदै हुनुहुन्छ लोकल भालेको मासु। उहाँले हालेर मजाले चलाइदिँदै हुनुहुन्छ, तपाईँहरू देख्न सक्नुहुन्छ। म चाहिँ यता पकाउँदैछु करेला चाहिँ थोरै छ। अनि यति थोरै छ, भरे पाक्दाखेरि त झन् कस्तो हुन्छ होला, थोरै हुन्छ होला है, तर पनि ठिकै छ भनेर मैले चाहिँ यो पकाउँदैछु। अनि मैले चाहिँ करेलामा अरू केही नलाए पनि लगाउँदैछु लसुन हुन्छ नि, लसुनलाई चाहिँ सानो सानो पिस बनाएर मैले हालेको छु। अनि जिरा र धनियाँको धुलो पनि थोरै मैले यहाँ लगाएको छु। अनि नुन र बेसार त लगाउनै पर्ने हुन्छ। अब मम्मीले चाहिँ यता मजाले चलाइदिएर एकछिन छोपिदिनु भएको छ। अनि लसुन उहाँले हाल्दै हुनुहुन्छ कि मम्मी र मेरो बानी चाहिँ यो पनि मिल्दो रहेछ के। मजाले तेलमा लसुनलाई चाहिँ एकछिन त्यो हुन्छ नि एकछिन भुट्ने, त्यसरी नै मम्मीले पनि गर्नुहुँदो रहेछ। अनि मम्मीले हाल्दै हुनुहुन्छ यहाँनिर ल्वाङ सुकमेलहरूको मिक्स भएको त्यो धुलोलाई पनि लगाउनु भयो, म पनि त्यही लाउँछु कि। अनि टमाटर उहाँले लास्टमा लगाइदिँदै हुनुहुन्छ। अनि टमाटरलाई मजाले यहाँ पुरेर चाहिँ मासुले पुरिदिएर छोपेर मजाले खरिएर पछि चाहिँ अनि उहाँले चाहिँ पानी लगाउँदै हुनुहुन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। घुमाइ मम्मीले लगाउँदै हुनुहुन्छ। यता मेरो करेला पनि पाकिसकेको छ, देख्नुभयो नि थोरै भएको छ। अनि खानाको लागि मैले यो चामल पनि भिजाइसकेको छु। फेरि करेला थोरै भएकोले नि साथीहरू मैले चाहिँ यहाँनिर लिएको छु आलु र चिप्ले भेन्डीको तरकारी पनि पकाउँछु भनेर क्या। अनि मैले उता पकाउँदैछु। अनि मम्मीले यता कुखुराको सुप मजाले उम्ल्यो र खाना पनि पाकिसकेको छ। अनि सँगसँगै हाम्रो सुप पनि रेडी भइसकेको छ। हेर्नुहोस् त कस्तो राम्रो देखिएको, तरकारी पनि यहाँ पाक्दै नै छ। अनि साथीहरू मेरो बुढा चाहिँ ड्युटीबाट आउनुभएको छ खाना खानुको लागि। अनि मैले चाहिँ उहाँको लागि यहाँ ओखती रेडी गर्दैछु है। उहाँको चाहिँ दिनभरि बिहानदेखि बेलुकासम्म बोल्दा चाहिँ कराउँदा त के भन्नु, बोल्दा चाहिँ घाँटी सुकेको हुन्छ, दुखेको हुन्छ नि त। त्यही भएर ओखती बनाएर म चाहिँ पुऱ्याइदिँदैछु है। हेलो बुढो। मेरो बुढो खुसी, म पनि खुसी। अब चाहिँ साथीहरू म यहाँ घिउ तताउँदैछु। अनि म यहाँनिर सोपलाई हालिदिँदैछु। हेर्नुहोस् न, फेरि यो मिल्दैन कि, यो पोख्यो अलिकति, डली पनि गयो। अब यसलाई पनि पक्रिराख्नु पर्ने, तर अब के गर्नु, भिडियो गर्नै पर्यो। त्यही भएर चाहिँ अब नपक्रेको मैले अडाएर राखेको, ढली नै गयो। अब यो सुपमा चाहिँ यसरी हालेपछि चाहिँ यस्तो दामी देखिन्छ अनि यति मिठो पनि हुन्छ साथीहरू। अब यो रेडी भइसकेको छ, बिहानको यो लन्च रेडी भइसक्यो। यो चाहिँ मेरो बुढाको लागि हो, उहाँलाई फर्स्ट हो यो चाहिँ, किनभने उहाँ खाएर ड्युटी जानुपर्ने हुन्छ। हवस् त साथीहरू, धन्यवाद छ है।